गुड मर्निङ, नमस्ते सम्पूर्णमा। र आज चाहिँ म है सिन्चेल सिंहदेवी धाम मन्दिरमा दर्शनको निम्ति आएकी छु है। र हजुरहरू सबैजनालाई सिन्चेल माताले है रक्षा गरून् है, धेरै आशिष दिन् भनी बिन्ती टक्राउँदछु है। र तपाईहरु सबैजनाले नै है यो भिडियो मार्फत पनि तपाईहरुले दर्शन गर्न सक्नुहुनेछ है। र यसरी नै अहिले चाहिँ म मन्दिरभित्र गइरहेको छु है। यहाँ चाहिँ मानिसहरूले है धेरै जस्तो कि भाकलहरू राखेर चाहिँ यो है घन्टी बाई धेरै सरसामानहरू है दान गर्ने गर्दछ। र यो चाहिँ हो हवन गर्ने स्थान है। जब कि ठुलो ठुलो पाठ पूजाहरू गरिन्छ तब चाहिँ यहाँनिर हवनहरू गर्ने गर्दछ है। र हजुरहरू सबैले देख्नु भइरहेको नै होला है। र यहाँको मन्दिर चाहिँ एकदमै चोखो अनि पवित्र छ है। यो मन्दिर चाहिँ ब्रिटिस टाइमदेखिको है 1844 को सालदेखिको है यहाँनिर स्थापित गरेर है मानेर आएको हो है। जबकि हाम्रो भारत पनि स्वतन्त्र भएको थियो है। र यो मन्दिर चाहिँ तपाईको दार्जिलिङ बजारदेखि सिन्चेल धामसम्म चाहिँ तपाईको 10 किलोमिटरको डिस्टेन्समा पाउनुहुनेछ है। यहाँको मन्दिर चाहिँ एकदमै चोखो अनि पवित्र छ। तपाईहरु सबैजना आएर यहाँको माताको दर्शन गर्नुहोस् भन्ने बिन्ती गर्दछु है। यहाँनिर चाहिँ म अहिले चाहिँ मन्दिरभित्र पसिसकेको छु है। र तपाईले यहाँ देख्नुहुन्छ है माताको है स्थान चाहिँ यस्तो प्रकारले बनेको छ। एकदमै सुन्दर है, एकदमै राम्रो छ यहाँको है। यहाँ हेर्न सक्नुहुन्छ है तपाईले। पापम पाप कर्माणं पापात्मा पाप संभवात् रायमं सर्वदा शांति ब्रह्मा मुरारी त्रिपुरांतकारी भानु शशि भूमि सुतो बुदासा ओम श्री हरे नमः श्री अहिले चाहिँ म आइपुगेको छु माताको स्थानमा है। र हजुरहरू सबैजनाले माताको दर्शन गर्न सक्नुहुनेछ है। यहाँ चाहिँ है एकदमै ठुलो ठुलो शिला ढुङ्गाले चाहिँ है माताको स्थान बनिएको छ है। र यहाँ चाहिँ है यो चाहिँ भित्रपट्टि पर्छ। यो चाहिँ माता संसारी माताको स्थान हो है। र तपाईले यहाँको पनि है दर्शन पाओस् भन्ने बिन्ती गर्दछु। संसारी माताले तपाईको है इच्छाहरू है कामनाहरू पूर्ण गर्दोस् भन्ने बिन्ती राख्दछु है। र हजुरहरू सबैले देख्न सक्नुहुनेछ है। यहाँ भित्रपट्टि चाहिँ यसरी बनाएको छ है संसारी पूजाहरू है। अन्त बोजू देउताको पूजाहरू भित्र गरिन्छ है। र अहिले चाहिँ म है भित्रबाट माताको दर्शन लिएर बाहिरतर्फ गइरहेको छु। र बाहिर चाहिँ तपाईले है नागस्थान है शिव मन्दिर सन्तोषी माताको स्थान अनि हनुमानजीको स्थान पाउन सक्नुहुनेछ है। र तपाईहरु सबैजनालाई म त्यहाँको पनि दर्शन गराउने छु है। र यहाँनिर चाहिँ अहिले 30 मार्चदेखिको 6 अप्रिलसम्म चाहिँ यहाँनिर ठुलो पूजा है हवन लाग्ने रहेछ भनेर थाहा पाएँ है। र तपाईहरु इच्छुक हुनुहुन्छ भने चाहिँ यहाँ आएर दर्शन लिन सक्नुहुनेछ है। 6 अप्रिलसम्म चाहिँ तपाईको यहाँनिर ठुलो पूजा गरिने रहेछ। र यो चाहिँ हो तपाईको नागस्थान है। यहाँनिर चाहिँ एकदमै यस्तो है हामीले चाहिँ यहाँ चाहिँ है विश मागेर चाहिँ कोइनहरू फ्याँक्ने गर्दछ है। भनिन्छ कि त्यहाँ पर जुन चाहिँ शिला ढुङ्गा छ है त्यहाँनिर लाग्यो भने चाहिँ विशहरू पुरा हुन्छ भन्ने मानिन्छ है। तर विश भन्ने चाहिँ सबैको नै पुरा हुन्छ जस्तो लाग्छ मलाई है। किनकि आफूले चितायो भने चाहिँ हरेक कुरा पूर्ण हुने गर्छ भन्ने लाग्छ मलाई हैन। र तपाईले देख्नुहुन्छ यो चाहिँ सन्तोषी माताको स्थान है। र यहाँ चाहिँ हो तपाईको हनुमानजीको स्थान है। र यहाँनिर चाहिँ हो तपाईको शिव मन्दिर है।
र यसरी तपाईँहरू सबैजना आएर है यसरी भगवानको पूजा साथसाथै तपाईँले है यहाँ तलनिर है टाइगर हिल भनिन्छ है यो जग्गालाई चाहिँ तपाईँहरू आएर पिकनिकहरू खेल्नु पनि सक्नुहुन्छ घुम्ने जग्गाको भ्यूहरू हेर्न सक्नुहुन्छ है र यहाँनिर मार्च अप्रिल महिनामा एकदमै सुन्दर गुराँसको फुल है रोडोडेन्ड्रन पनि देख्न सक्नुहुनेछ है र यसरी नै तपाईँहरू सबैलाई नै मेरो भिडियो मन पर्यो है लाइक कमेन्ट्स गरिदिनु भन्ने बिन्ती गर्दछु है हुन्छ थ्याङ्क यू बाई बाई